पुरै आज दुई भाइले बाटलो सल्लो बग्यो के गर्नु हामीले आमाले भात पकाइदिएछ नि के गरेको है के बसिएछौ त भर्खर कलर आएन बस्या छु के भोक लाग्यो भात पकाइदिएन हो भात पकायो सदा सकिएको छैन भोक लाग्यो त माथि बाल्लो बोक्नु यहाँ एउटा कसै पर केरा यही खान्नौ त अडर दौ कहाँ बोटैमा पाकेको छ र बोट्नु पाकेको थियो बोटनु पाकेको थियो अरू भित्र राखेको छु दौ तिमीले खाइन्थ्यौ मैले खाइन यति एउटा कसै के खाने एउटा दुई बाहिर खाउला भने ल्याऊ यहाँ घर कहिले पाक्छ न खान्छौ पाकेपछि खाउला एउटै पाकेको थियो यति पाएको छ यो चल खायो मैले खायो अब अरू चल खाएको थियो त्यही खाऊ चल खोप्या के खाऊ अन्त हामी मात्रै खाने होला लौ अन्त काटा खोप्या खायो क्या खा पनि खाऊ के खाऊ चल खोप्या खायो त्यो अरू खाएको थियो अब के खायो के दुईटाले मात्रै खाने होला र खा के खाऊ हामीले लौ अन्त काटा क्या काटेन खाऊ के चल खायो खायो के यसलाई के काट्दा अन्त परै लौ क्या खायो के पर खायो भने के सबैले खानु पर्यो अरे के होइन म टुप्पै खान्छु खाऊ के हामी दुई भाइले मात्रै खानु भन्ने आँडा र भात चोमा सकिएको अहिले पकाइन खानु त होला भोक लाग्यो सकियो दुई भाइले सवारै सकिन्छ रे भाइ दुई भाइ लागि बिहान बिहानै गयो भयो खाना नखाने गयो के हामीलाई मात्रै दिन्छौ क्या तिमी खाने मान्दैनौ र तर खोप्या थियो त्यही खायो यति मात्रै पाकेको थियो आमै यति मात्रै पाकेको थियो कतिवटा पाक्दो अनि पाएको थियो क्या बोटनु पाएको थियो एउटा हात थियो अरे खाल्नुपर्छ त के राखिदिया त हामीलाई खाल्नुपर्छ त के राखिदिया त काँटी खाना होइन केरा खाने माने आउनु भनेर राखिदिया के गर्छौ तिमी म बिहा त खाल्दा के राख्दिन अब र त्यो अति पो मेरो खाने मान्दैन तिमीलाई पहिला दिएपछि पछि खाने हो केरा खाने माने आउनु भन्ने माने केरा नै हामीलाई खान्छ मेरो खाने माने आउँदो त्यो पाक्ला र खाउला एउटा हात छ त्यो पाके खाउला क्या काटै छ सर्दा है के म बिहा त बोड्नु पायो के र गाउँ त अहिले बालो बुई आएन भोकमा नै आउनु नि त्यो केरा अलिअलि खायो त्यो भयो खाना बनाऊ अब खाना खाम्ला भात पाउने हो के खाने हो भात खाने कि रोटा खाने हो त रोटा खायो भने भयो कुनिया रोटा छ नि चिल्लेर खान्न चिल्लेर खाने हो चिल्लेर खालाम्ला त अब चिल्लेर खाने मान्दैन कान्छाले खान्छ त्यो त खाने मान्दैन अरे म त रुगा लाग्छ क्या रुगा लाग्छ साँच्चै भन्छ रुगा लाग्छ केरा हाल्दै देऊ कति कमायो त बालुवा रुपियाँ कहाँबाट कमा 900 रुपियाँ त आउँछ न एक दिन भरि 1000 रुपियाँ होइन 1000 रुपियाँ भन्नुहुन्छ त साइलाल त होइन चिट्टीको गिट्टी बोक्या हो क्या बालुवा 900 आज एक दिन भरिया 900 दुई भाइको गर्ने 1800 कहाँ एक ट्र्याक्टर मात्रै बोक्यौँ एक ट्र्याक्टरको के 900 हुन्छ र के 1000 हुन्छ त 900 त हुन्छ एक ट्र्याक्टर त धेरै हो रे हाई घाटा हुन्छ के गाह्रो हुन्छ न दुई भाइ लाग्यो उठो फेरि अब खाना बनाऊ खाना खान्छ होला भोक लाग्छ फिलेर त खाऊ म अहिले बनाउला क्या अब सानो खाने बनाउने यो अरे भात छैन सकियो हो वा अब तिमी ढाँटुङ्गा छन् कि त्यति हो सकियो अब अर्को आएपछि बोक्ने अरे के बोक्ने अरे जेठाले नि बोक्थ्या नै हामी दुई भाइले अर्कोले बोक्दो र ठेक्का बोक्यो त्यो त 900 रुपियाँ 900 रुपियाँ कमा पैसा कमाउन सकिन दिनभरि बोकिन 900 दिनभरि फट्या एक गाडी दिन जति 2 दिन सकिएपछि कति हुन्छ त 1800 दुई ट्र्याक्टर बोकेपछि 1800 दुई ट्र्याक्टर बोक्यो जेठालाई फाइदा भयो त्यो बिहा के फाइदा हुनु नजिक भयो पो नजिक भएन क्या टाढाबाट त
खाइ त हुन्न ल ल अब खाना बनाऊ हामीलाई ल म खाना हात बनाउँछु, कुट्दै पनि अब साँझ खाना पनि छिटो राखौ क्या ल त है छिटो राखौ